यो भिडियो चाहिँ नेपालको सम्पूर्ण ठाउँसम्म जाओस् र म चाहिँ भन्न के चाहन्छु भने हाम्रो यो राजनीति भनेको फरक छ होइन। र मैले भन्न खोजेको के हो भने अहिले चाहिँ नयाँ युवाहरू आउनुभएको छ, बालन शाह, रवि लामिछाने होइन, सबैले मलाई चाहिँ सपोर्ट गर्नु र यो काङ्ग्रेस, एमाले, माओवादी जति आए पनि गर्न चाहिँ कसैले के गर्ने होइन, सबैले आफ्नो मात्रै हेर्छ होइन। मैले भन्न खोजेको के हो भने नयाँ युवालाई चाहिँ एकचोटि चान्स दिनुहोस् है। मेरो यो भिडियो चाहिँ सम्पूर्ण हाम्रो नेपालको कुना कुना छ, देशदेखि विदेश होइन, हरेक ठाउँमा मेरो भिडियोलाई सेयर गरिदिनु होला। हस् त, धन्यवाद। र सबैले चाहिँ एकचोटिको चाहिँ भोट चाहिँ सबैजना हाम्रो सबै मेरो साथीहरूलाई पनि भन्छु यो भिडियोलाई सेयर गर्नु र घन्टीमा चाहिँ हजुरले चाहिँ घन्टीलाई भोट दिनुहोस् है, घन्टीलाई जिताउनुहोस् है।